आइपिएल अक्सन 2026 को बारेमा चर्चा गर्न गइरहेको छ। कुन देशका खेलाडी कति मूल्यमा बिकाउनु भएछ त्यो सम्बन्धित भिडियो रहेको छ। तपाईहरुको मनमा जिज्ञासा र प्रश्नला कुन खेलाडी कति रकममा अनुबन्ध भएर कुन टिममा अनुबन्ध भयो त्यो सम्बन्धित तपाईहरुको अपडेट दिन गइरहेका छौं। तपाईहरु इन्डियन समर्थक या नेपाली समर्थक हुनुहुन्छ भने च्यानल सब्स्क्राइब गर्नु होला, नोटिफिकेसन बेल अन गर्नु होला। डेभिड मिलरलाई 2 करोडमा अनुबन्ध गरिएको छ दिल्ली क्यापिटलले। 2026 आइपिएल अक्सनका महँगो खेलाडी क्यामरन ग्रीन रहेको छ। केकेआरले क्यामरन ग्रीनलाई 25.2 करोडमा अनुबन्ध गर्नु भएको छ। आइपिएल को सबभन्दा महँगो खेलाडी अहिलेसम्म बन्नु भएको छ। लखनऊ सुपर जायन्टले हसरङ्गालाई 2 करोडमा अनुबन्ध गर्नु भएको छ। रोयल च्यालेन्जर बेंगलोरले 7 करोडमा वेंकटेश अय्यरलाई अनुबन्ध गर्नु भएको छ। मुम्बई इन्डियन्सले क्विन्टन डिककलाई 1 करोडमा अनुबन्ध गर्नु भएको छ। दिल्ली क्यापिटलले बेन डेकेट अय्यरलाई 2 करोडमा अनुबन्ध गर्नु भएको छ। केकेआरले फिन एलनलाई 2 करोडमा अनुबन्ध गर्नु भएको छ। आरसीबीले जयाकब डफीलाई 2 करोडमा अनुबन्ध गर्नु भएको छ। केकेआरले मथिसा पथिरानालाई 18 करोडमा अनुबन्ध गर्नु भएको छ। लखनऊ सुपर जायन्टले एन्ड्री नेट्रोजलाई 2 करोडमा अनुबन्ध गर्नु भएको छ। राजस्थान रोयल रवि बिश्नोईलाई 7.20 करोडमा अनुबन्ध गर्नु भएको छ। अखिल हुसेनलाई चेन्नई सुपर किङले 2 करोडमा अनुबन्ध गर्नु भएको छ। अकिब दारलाई दिल्ली क्यापिटलले 8.40 करोडमा अनुबन्ध गर्नु भएको छ। चेन्नई सुपर किङले 14.2 करोडमा प्रशान्त भरलाई अनुबन्ध गरिएको छ। हस्त धन्यवाद। यस भिडियोबाट म बिदा लिन चाहन्छु। यस्तै जानकारीमूलकको साथ भिडियो हेर्न चाहनुहुन्छ भने च्यानल सब्स्क्राइब गर्नु होला, नोटिफिकेसन बेल अन गर्नु होला।